फाइनली पुगिसक्यो हामी टियु ग्राउन्डमा हैन। यताको कामहरु हेर्न सक्नुहुन्छ, पुरा तेज गतिमा भइराछ। हेलो एभ्रीवन, वेलकम ब्याक टु माई न्यू भ्लग गाइज। आज यति धेरै दिनपछि म आज भ्लग बनाउँदैछु हैन। लगभग 20 दिन भइसक्यो मैले भ्लग नबनाएको। सो अहिले चाहिँ म आछु मेरो साथीसँग यहाँ टियु ग्राउन्डमा हैन। टियु ग्राउन्ड चाहिँ खतरा काम भइराछ। अब अर्को एनपीएल चाहिँ खतरा हुनेवाला छ के। र यहाँको हेर्न सक्नुहुन्छ रोड कति सफा छ। यहाँदेखि उतासम्म हेर्नुस्, यताको भ्यू नै मलाई यस्तो राम्रो लाग्छ कि। अब हामी पुग्न लागिसकेका छु यहाँ टियु ग्राउन्डमा। यो चाहिँ के रहेछ, यो चाहिँ अस्पताल हो, यो आयुर्वेदिक अस्पताल। ल हामी पुग्न लागिसकेका छु ग्राउन्डमा। त्यहाँ खतरा काम भइराछ, के भइराछ तपाईहरुलाई सबै अपडेट दिनेछु हैन टियु ग्राउन्डको। ल गाइज फाइनली पुगिसक्यो हामी टियु ग्राउन्डमा हैन। यताको कामहरु हेर्न सक्नुहुन्छ, पुरा तेज गतिमा भइराछ। र उता पनि हेर्न सक्नुहुन्छ, पुरा खाल्डो खनेर काम तेज गतिमा भइराछ हैन। र अहिले चाहिँ उतातिर नेपाली केटीहरु खेल्दैछन्। त्यहाँ जान मिल्दैन होला हामीले, तर सही भएको छ नि ग्राउन्ड। उतातिर हेर्न सक्नुहुन्छ, उतातिर सिटहरुको काम हुँदैछ। त्यहाँ पिल्लरहरु निकाल्दैछन् हैन। ग्राउन्ड त बेकार भएको छ जस्तो लाग्यो दोस्तो त यार यो घटाएछन् के यो ग्राउन्ड। अलि सानो सानो मानिदैछ यार, किन हो बढायो भन्न। बढाछन्। उतातिर पिल्लर सिल्लर हाल्दैछन्। यहाँ सिटको काम हुन्छ होला, अर्को साल चाहिँ सिटमा बसेर हेर्न मिल्छ होला। कस्तो बडा के भित्र जान मिल्दैन कन्फर्म भने मैले, मिल्दैन। अस्ति गएको थियो के हो त्यो सुदान भन्नेलाई चिन्छ? सुदान छिर्नु त मिल्दैन होला, त्यही पनि सोधेर छिर्नु होला। यी गाइज हेर्न सक्नुहुन्छ यहाँ टियु ग्राउन्डमा लाइटहरुको पनि जोडान भइसकेको छ। अब अर्को साल चाहिँ मजा आउनेवाला छ हैन। लाइटिङ जोडान भएको छैन हो। म त यार यसले लाइट भनेको अहिले भर्खर, त्यसैले मैले पनि यसलाई लाइट भनिदिए। यस्तो लाइट कहाँ हुन्छ, यो त पिल्लर हो गाइज, पिल्लर। यसले अहिले भर्खरै लाइट भनेको थियो कि मलाई, त्यसैले मैले पनि भनिदिएँ। यस्तो लाइट भएपछि त यार कहाँ हुन्छ के। र जे होस्, यहाँ तेज गतिमा काम भइरहेको देख्दा मलाई एकदमै खुसी लागिरहेको छ हैन। यतातिर हेर्न सक्नुहुन्छ। त्यहाँ भित्र जान दिन्छन् गाइज। आज चाहिँ हामी यहाँ टियु ग्राउन्डको भित्र जाँदैछौँ है। ल जान दिन्छन् भनेको छ, खै जान दिन्छन् कि नै थाहा छैन। अलि ग्राउन्डमा ड्रेस लगाएको मान्छे मात्र छ नि त। हेर्न सक्नुहुन्छ यहाँ फलामहरु, सायद अर्को सालसम्म यो सिटहरुको काम सबै बन्छ होला। अर्को एनपीएलमा चाहिँ सबैले बसेर हेर्न पाइन्छ गाइज। लाइटिङको लागि यहाँ हो। खै यो लाइटिङ हो कि फ्लडिङ जोडान भइराछ अरे यहाँ हैन। काम चाहिँ तेज गतिमा भइराछ हैन, यस्तै छ। अहिले चाहिँ यहाँ माटो निकालेर बाहिर फाल्दैछन् हैन। काम अहिलेसम्म त अनलिमिटेड भइराछ, तर बीचमा रोकिन्छ कि भन्ने जस्तो पनि लाग्छ कि बीचमा। यस्तै गतिले भइराख्यो भने त 6 महिनामै कम्प्लिट हुन्छ के। तर यो साँच्चीकै स्टेडियमै बन्न लाग्यो हो। खतरा यार, खुसी लाग्दैछ मलाई त। नेक्स्ट आइपिएल हेर्न पाइँदैन होला यार। किन यहाँ पुग्ने भन्ने थाहा छैन त। ठाउँ यहाँ बसेर हेर्न पाइँदैन होला कि नेक्स्ट
यो पिल्लरहरू निर्माण भइरहेको छ हैन, पुरै यो सिटहरूको निर्माण भइरहेको छ र यताबाट चाहिँ हामी सायद भित्र जान दिँदैनन् होला। नट एलाउड भने छन्। उता मान्छेले नट एलाउड, हात जान मिल्दैन रहेछ। हजुर उता यसो क्यामेरा बोकेको छु, यिनीहरूले पत्रकार सोचे होला हामीलाई हैन, के को लागि हो सर भन्दै थियो, तर हामीले भने यस्तै हो। त्यो ग्राउन्डमा क्रिकेट खेल्ने यस्तो इच्छा थियो, तर के गर्ने कि पाएन। अहिले चाहिँ त्यहाँ नेपालको फिमेल इन्टरनेसनल खेलाडीहरू प्र्याक्टिस गर्दै रहेछन्। नेपालकै खेलाडीहरू हुने अरे त्यहाँ खेल्न लागेको। अनि यता पुरा सरियाहरू जमिनबाट बाहिर निस्केका छन् हैन। पुरा कन्स्ट्रक्सन एरिया भनेर लेखा छ। काम चाहिँ खतरै भएको छ। अब बिचमा नरोकियोस् हैन, रोकियो भने त तनाव हुन्छ नि। चितवन रङ्गशाला अहिलेसम्म रोकिएकै छ अरे, तर मलाई लाग्छ यो जहाँसम्म कम्प्लिट भइहाल्छ। ग्राउन्ड चाहिँ उतासम्म हुन्छ। तलतिर काम गरिरहेछन् मिस्त्रीहरू पनि टन्न छन् हैन। यता धुलो माटोहरू लास्टै उड्ने रहेछ, त्यसैले यहाँ जुत्ता हेर्न सक्नुहुन्छ पुरा फोहोर भएर। सुदूरपश्चिम फ्यान गाइज कहाँ जाने? उता जाउँ एकचोटि, उतातिर रोडतिर जाने कि हुन्छ बिस्तारै राम्रो। अहिले त कबाडै देखिन्छ। आइपिएलमा कस्तो धान देखिरहेको छ है। एनपिएलमा के काट्या हो कि के त्यो अस्ट्रेलिया त्यहाँ हुन्छ नि, त्यो यस्तो दुबो हुँदैन, कार्पेट बिच्छा हुन्छ। कार्पेट बिछा हुन्छ। हो मलाई पनि त्यही लागेको थियो। कार्पेट बिच्छा हुन्छ। कार्पेट होइन मुला, त्यो दुबोवाला कार्पेट। कार्पेट होइन, त्यो चाइनिज दुबो टाइपको हुन्छ नि, दुबै हो। कार्पेट सार्पेट चिप्लिने त्यस्तो केही हुँदैन, दुबै रियल दुबो। रियल दुबो फोल्डिङ गरेर फोल्डिङवाला हुन्छ नि हैन खतरा। तर यहाँ चाहिँ यस्तै छ रियल दुबो। के गर्ने अब, यहाँ हेरेर काम छैन। र अब चाहिँ हामी यहाँबाट फर्किँदैछौँ हैन। खासै तपाईँहरूलाई यहाँको घुमेर देखाउन सकेन। अब के घुम्ने, सबैतिर काम भइरहेछ तेज गतिमा। आवाज पनि पुरा ड्याङ 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 आउँदैछ कि। ओहो यस्तो छ यहाँको माहौल हैन। पुरा सामानहरू यहाँ टन्न छन्, सबै आइसकेका छन्। अब काम चाहिँ फिनिस भइसक्छ होला सायद। तर जे होस् गाइज, यहाँको भ्यूज चाहिँ बबाल छ। टक्क यसो घुम्नको लागि हैन, राति राति आउने यहाँको मजा छ। कसले सिकायो भने हो, आफै कोही साइडमा थिएन कोही पनि। यस्तो यस्तो गर, यस्तो यस्तो गर भन्यो। हामीलाई पनि त्यही त हो भने। भैया पानीपुरी ल। कस्तो गाई चटपटे ल्याएको थियो होइन, पानी नरहेछ यहाँ त। यति धेरै खोर्सानी छन्, अब पुरा पिरो हो नि अब त। ल स्टार्ट भयो। ओ दुर्गेश थापाको गीत बजाएको छ त्यहाँ। यो 6th फ्लोर रहेछ।